ढुक्क साले जन्ती पठाएको मान्छे बेहुली उठाएर ल्याइस त्यति बाध्यता पर्यो के बाध्यता पर्यो त्यस्तो बेहुलीले उठाउनु पर्ने बाध्यता पर्यो भने सक्यो नि यार अझै यार भन्छ बाबुले बुवा जे हुनु भइसक्यो अब हजुरले स्वीकार्नु पर्यो के को स्वीकार्नु यसको पहिले नै एउटा स्वास्नी दुईटा बच्चा छ अब मेरो के हुन्छ कता के हुनु नि माथि एउटा कोठा दुई पाटा बारी तीनटा बाख्रा दिनु गरेर खाए भइहाल्यो नि यार बाबा तपाईले कसरी बिगारे भन्नु त मैले त 7 गाउँको मान्छे बोलाएर बारीको पाटामा सानले भत्तेर खुवाएको थिएँ मैले कसरी गरे तेरो पनि त्यही बारीको पाटामा हो तपाईले मलाई जन्ती कहाँ पठा काठमाडौँ मात्र होइन के बा काठमाडौँको गोलफुटामा रहेको ताज प्यालेस भन्ने पार्टी प्यालेसमा जन्ती गयो छिर्ने बित्तिकै यस्तो पार्टी प्यालेस हेरेको त दरबार जस्तो बा यार त्यसपछि त बेगरौँ यता हेरे पनि बेगरौँ लाग्ने के पार्टी प्यालेस गर्दा यसो हेरेको त खाली भन्दा बेहुली मात्र रहेछ नि बेहुला सिन्दुर हालेर हेरिदिएको यो घटना घटिहाल्यो भाइ पार्टी प्यालेस मन पर्यो त बेहुलीले सिन्दुर हालेर ल्याइस ओइ मुला को यो फेरि असली बेहुला म अस्ति बेहुला अनुहार हेर्दै बाउला आएको छ होइन के बा यहाँ के गर्न त के गर्नु नि जारी लिन आएको म जारी सम्पत्ति भएपछि जारी 2-4 दारी चाहिँ लाने बेला जा 2-4 दारी चाहिँ लाने बेला जा गल्फुटारको ताज प्यालेसमा जान लागेको किन तेरो लागि अर्को मम्मी भेटिहाल्छ कि